यो समाजमा कति प्रकारका जेन्डरहरू छन्? पक्कै पनि तपाईहरुको जवाफ हुन्छ दुई प्रकार, एउटा पुरुष अर्को महिला। तर यो पुरुष र महिला बाहेक पनि यही समाजमा अर्को किसिमको एउटा जेन्डर एक्जिस्ट गर्छ जसलाई हामी भन्छौं तेस्रो लिङ्गी अर्थात् थर्ड जेन्डर। अब जहाँसम्म यो थर्ड जेन्डरको कुरा छ, थर्ड जेन्डरलाई हामी विभिन्न नाम उपनामले बोलाउने गर्दछौं। कसैले के भन्छ, तर वास्तवमा यो थर्ड जेन्डर के हो त? उहाँहरूलाई दुनियाँले कुन नजरले हेर्छ, उहाँहरूले आफूले आफूलाई कुन तरिकाले चिनाउनुहुन्छ, यी सब कुराहरू अझै पनि हाम्रो समाजमा एउटा विवादको कुरा रहेको छ। सो आजको पडकास्ट हामीले यही सब्जेक्ट वरिपरि रहेर, यही विषय वरिपरि रहेर बनाएका छौं। आशा छ आजको पडकास्ट तपाईहरुले मन पराउनु हुनेछ भनेर। तेस्रो लिङ्गी भएपछि परिवारमा थाहा नदिनु, अब थाहा पायो भने के भन्ला भन्ने डरले पनि अनि सब बोल्नु पाउनु नहुँदाखेरि त्यति भएछ होइन। तर आमा हुँदा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ, त्यो हो। अनि त्यति बेला भन्दा अगाडि चाहिँ मर्नु मन लाग्थ्यो एकदमै रियालिटी। चाहिँ कैलालीको भयो, कता कताको मन्टेला न्युज पढ्दाखेरि पनि भर्खर मैले खुलेर पाउन खोजिरहेको थिएँ। त्यो 50 सालको चाहिँ माहौल कस्तो थियो त? जिन्दगी एउटा सङ्घर्ष हुनै पर्छ, हिँड्नुपर्छ। मैले प्राप्त हासिल नगरे पनि भोलि मेरो आउने साथीहरूले त्यो कुराहरू त पाउन सक्छ। Searching for the best consultant to study abroad? Then go for Achievers Consulting Services. Most trusted and experienced over 9 years. Achievers Consulting Services. Turning your dreams into reality. ल मुस्कानजी, कार्यक्रममा स्वागत छ। ल धन्यवाद। ल अनि के छ त, अचेल दिनचर्या कसरी जाँदैछ? ठिकै छ अहिले। अब के हो, अहिले चाहिँ एसआइडी फन्ड हाम्रो चाहिँ क्या भएको छ। अब यो समय अवधिमा चाहिँ अब सेवादायहरूलाई सेवा दिनलाई चाहिँ अलिकति कठिनाइ छ। अब यो अवस्थामा अब हामी जति पनि कर्मचारीहरू छ, अब उहाँहरूले थोरै मात्रामा अहिले हामीले चाहिँ के प्लान गरेको छ भने अब सेवाग्राहीहरूलाई सेवा दिनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले थोरै कर्मचारी राखेर, एक दुईजना राखेर सेवा दिइरहेका छौँ। त्यही नै हो अहिले खास विशेष। अहिले चाहिँ अरू त खासै छैन होइन। कस्तो अब मुस्कान श्रेष्ठको हो अहिले लगभग जब मैले थाहा छ होइन। तर मुस्कान श्रेष्ठको जुन एउटा यात्रा छ, पक्कै पनि पहिला अर्कै थियो होला, एउटा मुस्कान श्रेष्ठ हुनु अगाडि लाइफ अर्कै थियो होइन। त्यसपछि अहिले आएर तपाईँ अर्कै फेजमा हुनुहुन्छ है। सो त्यो अहिले मुस्कान श्रेष्ठ हुनुहुँदा तपाईँको जीवन कस्तो थियो, त्यस कारण अलिकति केही डिटेलमा बताइदिनु। म मुस्कान परिवर्तन हुनुभन्दा अगाडि भन्नुपर्दाखेरि चाहिँ अब मेरो विभिन्न यात्राहरू भयो होइन। सबैभन्दा पहिला त आफ्नो परिवार होइन, परिवारसँग एउटा तेस्रो लिङ्गी भएपछि परिवारमा थाहा नदिनु, अब थाहा पायो भने के भन्ला भन्ने डरले पनि अनि समाजमा पनि अब उहाँहरूले अब मेरो हावभाव थाहा पाएपछि त्यो अनुसारको उहाँहरूले पहिचान अनुसारको उहाँहरूले चाहिँ अलिकति दुर्व्यवहार, अलिकति लालचला लगाइसकेपछि त्यो समाजबाट चाहिँ घर परिवारले थाहा पाउला कि भन्ने डरले र घरले पनि अब यो अलिकति महिला पुरुष भन्दा, अब बालबालिका भन्दा होइन, किशोरी भन्दा फरक भएको कारणले गर्दाखेरि अलिकति घरमा पनि बातमेन नभएको कारणले छोड्न बाध्य भयो होइन। त्यसले गर्दाखेरि चाहिँ विभिन्न चुनौतीहरू विभिन्न, अब मैले भन्नुपर्दाखेरि मैले लगभग 2050 सालमा मैले घर छोडेँ र त्यसपछि मेरो यात्रा सुरु भयो। यात्राको क्रममा चाहना धेरै थियो मलाई होइन। त्यो चाहना प्राप्त हासिल गर्नको लागि विभिन्न ठाउँमा कामहरू गरेँ। गर्ने क्रममा हरेक ठाउँमा लालचना भेदभाव बर्दाश्त गर्नु पर्यो। अब त्यो सँगसँगै अब केही भएन भनेर पनि अब होटलतिर पनि काम गरियो होइन। अब र त्यहाँ पनि अलिकति दुर्व्यवहारहरू भयो, किनभने केही कस्टमरहरूसँग बोल्नु पर्ने, उनीहरूसँग बस्नु पर्ने होइन। अब त्यो पनि गरिन भनेर अनि विभिन्न गर्दा अब म चाहिँ भनौँ है यात्रा लामो थियो र पढाइ पनि अध्ययन गर्न मन थियो होइन। अब
त्यो कुरा हुन सकेन। नसकेपछि चाहिँ मैले होटेलमै काम गरेँ। काम गर्ने क्रममा चाहिँ बिस्तारै गिरगाङ सोसाइटी ब्रान्च चाहिँ तरान सानो फुस्रेमा थियो र त्यो बेलामा चाहिँ मलाई चाहिँ अब आउने जाने गर्ने भएपछि चाहिँ अनि म सुरुमा त डराएँ यहाँ सक्दैन त्यतिमा के गर्ला कसो गर्ला आफ्नो पहिचान बाहिर आउला भन्ने डर थियो। अनि रुकेँ अनि बिस्तारै भएरले सम्झाउँदै बुझाउँदै हामी लिएर जाने गऱ्यौँ। जाने क्रममा चाहिँ खुसी पनि लाग्छ। अब त्यो एउटा पीडाबाट एउटा मानसिक शारीरिक होइन असरबाट चाहिँ मुक्त हुँदाखेरि के खुसी पल पनि आयो र पल आएपछि चाहिँ त्यहीँबाट मैले आफ्नो पहिचान पाएपछि चाहिँ मेरो आइडेन्टिटी पनि मैले चाहिँ मुस्कान भनेर आफूलाई परिचालित गरेँ। त्यही हो। जस्तो तपाईँको फ्यामिली ब्याकग्राउन्ड कस्तो थियो त्यति बेला एउटा त्यसको बारेमा केही क्लियरिफिकेसन गरिदिनु न। हामीले ब्याकग्राउन्ड भन्नुपर्दाखेरि चाहिँ अब अलिकति हाम्रो आर्थिक स्थिति कमजोर नै हो। किन भन्दाखेरि मेरो आमा चाहिँ 45 सालमा बित्नु भयो र बुबाले पनि अब त्यति बेला चाहिँ अब हामी मामा घरमै बस्यौँ र मामा घरमा बस्दाखेरि पनि विभिन्न मानसिक शारीरिक रूपमा किन भन्दाखेरि आमा भन्ने सबै महत्त्व रहेछ कि अलिकति बरु पाउनु नहुँदाखेरि त्यति भएन होइन। तर आमा नहुँदा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ त्यो हो। अनि त्यति बेला धेरै कुराहरू भयो होइन मामा घरमा पनि। अब भनौँ न बाजे अब हजुरआमा हजुरबुवाहरूले चाहिँ यो भजुवा टुरा होइन अनि विभिन्न गालीहरू दिँदाखेरि चाहिँ एकदम नरमाइलो लाग्यो त्यो समयमा होइन। अनि त्यहाँ बस्न पनि सकिनँ म। दिनरात जति गरे पनि कहिले पनि राम्रो भनेन कि। अनि विभिन्न आरोपहरू लाग्यो होइन। अनि लाउँदाखेरि चाहिँ अलिकति मनमा चोटहरू लाग्थ्यो। अनि आफ्नो मामा घर छोडेर अर्को मामा घरको उसमा गएर बसेँ होइन। त्यति बेला पनि छिछि दुधुर गऱ्यो आफ्नै मामा हजुरबुवाले आएर थुकेर तैया नबस भत्ता टुरा भनेर त्यस्तो खालको शब्दहरू प्रयोग गर्दाखेरि चाहिँ अनि हजुरआमाले एकदमै मेरो मनमा खस्केको हजुरआमाले चाहिँ मलाई के भन्नु भने भातको सीता छैन यो माडको के काम भन्ने शब्दहरू आउँदाखेरि चाहिँ एकदम मन दुख्यो कि। त्यो समयमा सानै थिएँ नाबालकै थिएँ होइन। तर मलाई एकदम त्यो बेलामा चाहिँ एकदम गाली भएको थियो। अनि बुवाले अब हाम्रो बुवाको खेती केही पनि छैन एउटा जग्गा थियो एउटा बस्ने ठाउँहरू मात्र खानालाई एकदम बस्ने थियो। अनि बुवाको घरमा पनि गएर बसेँ होइन। विभिन्न साथीहरूसँग पिठो मागेर पनि पिठो पनि खाएँ। सङ्घर्ष जिन्दगी धेरै गुजारे। तर मैले रियलमा भन्नुपर्दाखेरि चाहिँ मामा घर यस्तो मामाहरू नहोस् होइन। मामालीहरूले चाहिँ यस्तो शब्दहरू नबोलोस्। आमा नभए पनि सन्तान त छोरो त त्यसरी भिन्न नगरोस् भन्न चाहन्छु म चाहिँ। किन भन्दाखेरि एकदम म चाहिँ त्यो सम्झिनै चाहँदिनँ। किन भन्दाखेरि मैले धेरै दुःख गरेँ होइन। बिहान उठेर घाँस दाउरा गर्नुपर्ने होइन। अब बिहान उठ्यो पानी चुला पोत्ने भने अब मामा घर चाहिँ मेरो भोजपुर हो होइन। जन्मेको म धान हो। तर मलाई एकदम त्यहाँनिर चाहिँ मलाई एकदम त्यो म सम्झिनै चाहन्थेँ। भनौँ लगभग सुरुवाती अवस्थादेखि नै एउटा कठिन समस्यासँग जुझेर भन्न आफ्नै परिवारसँग जुझेर आफ्नै नातासँग जुझेर तपाईँ यो स्टेजसम्म आइपुग्नु भयो होइन। अब त्यही नै हो। अब बाल्यकाल पनि अब त्यही नै थियो। अब आमा रोगी हुनुहुन्थ्यो होइन। अब अपरेसन गर्नु भएको भनेर सुन्नुमा आएपछि मलाई त्यो पनि थाहा भएन। अपरेसन बिग्रियो अरे मुटुको अरे भन्ने कुराहरू आयो होइन। अब त्यसले गर्दाखेरि चाहिँ आमा बिरामी हुनुहुन्थ्यो। अब त्यसले गर्दाखेरि म चाहिँ सानो उमेरदेखि नै म छुट्टै पकाएर पनि खान्थेँ। म कसैले दिएको पनि खाँदिनँ थिएँ म तत्त्वदेखि नै। र मेरो आमाले जहिले पनि मर्दै दम तक मलाई साथ छोड्नु भएन आमाले होइन। र त्यो चाहिँ एउटा गर्व लाग्छ।
र म आमाको जुठो खाएर मात्र म खान्छु त्यो बेलामा र मलाई अहिले सम्झिँदा लाग्छ होइन काश अहिले आमा भइदिएको भए म धेरै खुसी राख्थेँ जस्तो मलाई फिल हुन्छ कि अहिले म जति पीडामा छु होइन आमा नहुँदा धेरै पीडा भयो नि त मलाई अनि त्यही हो चाडहरू आउँदाखेरि पनि चाडबाडमा रमाइलो लाग्दैन एक्लै बिताएँ मैले होइन कसैले पनि ठाउँ दिएन त्यस्तो भयो एकदम गाह्रो छ त्यो बेला नसम्झेर मलाई त्यो सम्झिनै मन लाग्दैन अहिले अहिले जे छ म त्यसैमा हुन चाहन्छु ठिक छ। अब यसरी दुःखका पलहरू धेरै दिनसम्म टिक्दैन पनि र त्यस्ता खाले पलहरू जसले धेरै दुःख दिन्छ त्यसलाई धेरै याद पनि गर्नु हुँदैन। र ठिक छ, हामी त्यो पाटोमा अब अहिले नफर्कौँला। त्यसो तपाईँले भन्नु 2050 सालदेखि तपाईँ परिवारबाट पर बसिरहनु भएको छ होइन? सो त्यो 2050 सालमै तपाईँले जस्तो एउटा चाहिँ आफूभित्र चाहिँ एउटा बेग्लै मान्छे छ भने रियलाइज भएर बेग्लै बस्नुभयो कि कारणहरू के थियो? म आफूलाई गुम्सिन चाहदिनँ थिएँ होइन एज अ ट्रान्स नै मलाई अनुभूति भइसकेको थियो जब म टिनेजमा आएँ मलाई केटीप्रति आकर्षण नै भएन होइन अनि इच्छै भएन चाहनै भएन फिलिङ्स चाहिँ आएन होइन र म बिस्तारै अब आफूलाई कन्ट्रोलमै राखेको थिएँ किन भन्दाखेरि फेरि एउटा कुरा के हुँदो रहेछ फेरि ओपन आउनको लागि ट्रान्स भनेर आउनको लागि ब्याकग्राउन्ड पछाडि पनि हेर्नुपर्दो रहेछ कि त्यो पनि मेरो लागि एकदम च्यालेन्ज थियो त्यो बेलामा फुलौँ या घुमिरहने भएर बस्छौँ लुकेरै बस्छौँ भन्ने पनि मलाई भाएन र लुकेर बस्दाखेरि चाहिँ मैले के देखेँ भन्दाखेरि यता कति कुराहरूबाट चाहिँ म वञ्चित हुन्छु जस्तो मलाई फिल भयो कि र आखिर वास्तवमा मान्छेले थाहा नै पाइसकेको थियो होइन उपनाम दिइ नै सकेको थियो तर फ्यामिलीले भन्न नसकेको थियो होइन तर म ओपन आउँदाखेरि चाहिँ के च्यालेन्ज हुन्छ भनेर मैले सोच्दाखेरि चाहिँ मेरो घर फ्यामिलीमा चाहिँ इन्भाइरोमेन्टमा चाहिँ के असर डर लागि होइन अब दाजुभाइ अथवा दिदीबहिनीहरूलाई होइन मेरो कारणले बाधा अर्चनाहरू आउला कि भन्ने पनि डर थियो होइन अनि कहिलेकाहीँ त यो पनि भएको थियो मलाई फुल्नुभन्दा अगाडि चाहिँ मर्न मन लाग्थ्यो एकदमै रियालिटी सुसाइडल एटेम्प्टहरू ट्राई पनि गरेको छु मैले बाप्नै मनै नलागे भयो कि अब काम पनि थिएन केही थिएन अनि आधा पनि थिएन जहाँ गयो काम गर्न गयो त्यहीँ अब रेस्टुरेन्ट पनि त्यसले गर्दाखेरि अब धेरै जस्तो यो प्रपोजहरू आउने अनि त्यसले गर्दाखेरि चाहिँ एकदम भइरहेको थियो डिस्टर्बमा थिएँ अनि त्यसले गर्दाखेरि चाहिँ मैले कहिले पनि अगाडि आउन कोसिस गरिनँ लास्ट उसमा चाहिँ बिस्तारै ब्लु डायमन्ड आयो केही समय म लुकेरै बसेँ उहाँहरूसँग पनि क्रममा आइनँ त्यति बेला पनि अनि पछि चाहिँ मैले आफूलाई के गरेँ कि जब म एकजना व्यक्ति म लुकेर बस्छु भने म जस्तो पछाडि कतिजना होला होइन र त्यस्तो गर्नु डरलाग्दो किन भन्दाखेरि कति कुराहरू मारेर बस्ने कुराहरू चाहिँ डरलाग्दो यसलाई चाहिँ मैले ल्याउनु पर्छ हिँड्नुपर्छ अगाडि बढ्नुपर्छ भनेपछि चाहिँ म 2006मा चाहिँ म ओपन भएँ र त्यति बेला मैले मिडियामा पनि आएँ तुरुन्तै म आएँ 15-20 दिनकै भित्रमा म चाहिँ मिडियामा पनि आएँ त्यति बेला चाहिँ मेरो सिडियो साँच्चै धुरी मे भनेर चाहिँ एउटा उद्योग स्लाइड छापेको थियो त्यो बेलाको मिडियामा त्यति बेलादेखि म ओपन भएँ र अहिलेसम्म सङ्घर्षमै छु 2006मा तपाईँ ओपन हुनुभयो होइन? 2006को तपाईँले कुरा गर्दा मलाई ठ्याक्कै एउटा दिमागमा आयो। मैले 2006 त लगभग 2008 भनौँ नेपाली वर्ष 2065तिर मैले उद्घोषमा एउटा लेख पढेको थिएँ क्या। त्यसमा के थियो भन्दाखेरि खुल्न थाले विराटनगरका समलिङ्गी र तेस्रोलिङ्गीहरू भनेर एउटा आएको थियो। त्यसमा तपाईँको फोटो मलाई याद छ, अझै पनि याद छ, तपाईँको फोटो प्लस तपाईँको नाम पनि थियो अनि त्यसमा अर्को चाहिँ हाम्रो दुर्गाजीको नाम पनि थियो होइन। त्यो 2008को यो कुरा हो। तर तपाईँमा चाहिँ एउटा भनौँ न जुन एउटा सेक्सुअल ओरिएन्टेसन हुन्छ म चाहिँ यो होइन यो भन्ने तपाईँले 50 सालमै भयो होइन। सो 2065 सालकै हामीले कुरा गर्ने भने त्यसलाई त्यति बेला पनि यो मान्छेहरू खोलेर आउने अवस्थामा थियो क्या। जस्तै कैलालीको भयो कता मैले न्युज पढ्दाखेरि पनि भर्खर खुलेर रूपमा आउन खोजिरहेको थिएँ। त्यो 50 सालको चाहिँ माहौल कस्तो थियो त? 65 सालमा आउँदा अलिकति केही न केही त ओपन भएको थियो। त्यो 50 साल जब भर्खरै स्टार्ट थियो तपाईँमा त्यो 50 सालको माहौल चाहिँ कस्तो थियो त?
त्यो समयमा पनि अब त्यति बेला त झन् धेरै लालसाहरू अब देख्दा बित्तिकै होइन मान्छेले गिच्याउने यो छक्का हिजडा होइन अलिकति पढेको विद्यार्थीहरू भयो सिक्स भन्ने होइन अनि अब बेला पनि नदिने कि अलिकति समस्या ओपनली भएर गइसकेपछि खोलेर ट्रान्स भइसकेपछि चाहिँ डेराहरू पनि नदिने होइन अनि कुनै पसलमा गएर बस्यो भने नि मान्छेले धेरै निहाल्ने होइन अनि ओपन भइसकेपछि झन् त्यो सेक्स प्रपोजमा चाहिँ बढी चाहिँ त्यहाँ चाहिँ आउने कि अनि त्यो भएपछि चाहिँ अब त्यति बेला त्यो समयमा हामीले चाहिँ एउटा राम्रो काम के गर्यो भन्दाखेरि एउटा सोसाइटी इन्भाइरोमेन्ट चेन्ज गर्नको लागि चाहिँ एवारनेस प्रोग्रामहरू एकदम राम्रो डिजाइनमा थियो होइन अनि त्यसले गर्दाखेरि चाहिँ म चाहिँ त्यति बेला चाहिँ पिएमबाट सुरु गरेको थिएँ साथी शिक्षकमा मैले कर्मचारी पनि काम गरेको थिएँ अनि त्यस काम गर्ने क्रममा मलाई एकदम म आफूलाई ट्रान्स भएर गर्नु पनि गरेँ त्यति बेला नै अनि साथीभाइहरूसँग बोल्यो अलिकति यो एचआइभी एड्ससँग चाहिँ रिलेटेड भयो हामीले चाहिँ उहाँहरूको सेक्सुअल बिहेभियरको कुराहरू अनि कन्डम लुटिङको कुराहरू हामी चाहिँ ट्रान्स भएर गएर ओभरअल पिपुलहरूलाई चाहिँ सेवा दिन पाउँदा चाहिँ एकदम खुसी लागेको थियो त्यति बेला पनि मैले चाहिँ होइन अनि त्यति बेला म सक्सेस पनि भयो मैले एसटिआई यो सम्बन्धी साथीहरूलाई उपचारमा ल्याउन सक्सेस भए होइन अनि एचआइभी संक्रमण भएको साथीहरूले चाहिँ ट्रिटमेन्टमा ल्याउन सक्सेस भए त्यही कार्य चल्दै जाँदाखेरि चाहिँ अब त्यहाँ विभिन्न लालना अब भने नि कति साथीहरूले सुसाइड पनि गर्नुभयो होइन खुलेर आउनुभयो त्यसपछि मान्छेहरूले हेरेसमेन्ट गर्नुभयो होइन अनि त्यो भएपछि उसलाई चाहिँ बस्ने इन्भाइरोमेन्ट नभएपछि सुसाइड पोइजन केस पनि आयो ममा साथीहरूले खानुभयो त्यति बेला चाहिँ दुःख पनि लाग्यो किन भन्दाखेरि मैले पनि त्यो गर्न खोजेको नगरेको होइन साथीहरूले गर्नु भयो त्यो गर्दाखेरि झन् मलाई चाहिँ अलिकति तनाव भयो कि होइन म पनि कतै अल्झिन्छु कि भन्ने पनि डर लाग्यो ब्याकअप हुँ कि भने अनि मलाई चाहिँ ब्याकअप हुन नि सकिन अगाडि बढ्नलाई पनि अलिकति साथीहरूको त्यो देख्दाखेरि चाहिँ अलिकति भयो त्यसले चाहिँ एक दुई कुराहरू मोडमा ल्यायो भने यो 65 आउँदाखेरि चाहिँ मैले मोरङ जब म चाहिँ सुनसरीमा थिएँ त्यति बेला जब गर्थ्यो होइन पछि मोरङ 2008मा आउँदाखेरि पनि एकदम च्यालेन्ज थियो त्यति बेला पनि किन भन्दाखेरि हामीले सुनसरीलाई पो एवारनेस दियौँ त्यहाँका समाज त्यहाँका होइन हरेक बुद्धिजीवीहरूलाई हामीले इन्फर्मेसन दिएर हामीले यो गऱ्यौँ होइन त्यहाँ त अलिकति थाहा भयो तर मोरङमा थाहा थिएन अनि हामीले चाहिँ सुरु स्टार्ट चाहिँ 2007मा चाहिँ धनकुटेल तपाईँलाई केही साथीहरूलाई भेला गरेर अब यहाँ संस्था खोल्नु पर्यो भन्ने उसमा इन्टरभ्यूहरू हरेक गरेर हामीले चाहिँ संस्था यहाँ खडा गरेर गऱ्यौँ अनि गर्दाखेरि चाहिँ त्यति बेला यता फुरेर पनि आएको थिएन क्या मोरङमा नआउँदाखेरि चाहिँ अब नमुनाकै रूपमा भन्नु होइन भाग्यले पनि म चाहिँ सुनसरी काम गरिरहेको मान्छे अब 81 यता इन्भाइट गर्नुभयो कोही छैन तपाईँ आफूले सजिलो हुन्छ भन्ने कुराले चाहिँ म चाहिँ हामी सुनसरीबाट चाहिँ मोरङ आएँ आउँदाखेरि म चाहिँ केही समय त्यति बेला महामारी अब 2008मा अनि मलाई अप एन्ड डाउन गर्नु पनि एकदमै गाह्रो भएको थियो म सुनसरी बस्ने मान्छे मोरङमा ड्युटी होइन आउने टाइम गाह्रो अनि बस पाएदेखि मलाई निल सदन पहिला निल सदन भन्थ्यो निल सदनसम्म आउनलाई मलाई हम्मे हुन्थ्यो कि मान्छेहरूले पछि लागेर के हो कसो अनि मैले साथीहरू खोज्दै गएँ मैले यो ह्युमन राइट्स सम्बन्धी अलिकति बुझाउँदै गएँ म चाहिँ एकदम आफू पनि एउटा ट्रान्स भएको कारणले यसरी गर्नु हुँदैन हामी अगाडि जब हामी अगाडि जाँदैन तपाईँसँग हामीले कुनै पनि हामीले रोजगारदेखि लिएर कुनै पनि आफू अस्तित्व गुमाउँछौँ त्यो गुमाउनु हुँदैन अगाडि बढ्नुपर्छ आफ्नो इच्छाहरू व्यक्त गर्नुपर्छ भन्ने कुराले चाहिँ अनि मैले चाहिँ बिस्तारै साथीहरूलाई एडभोकेसी गर्दै अनि सबैभन्दा पहिला चाहिँ हामीले चाहिँ मिक्स पिङ्क हामीले चलायो 2000 त्यस्तै राउन्डिङ 9 10 दुईटामा मैले गरेँ
पढ्दा चाहिँ 9 र 10 मा चाहिँ मैले पढ्दाखेरि ओभरअलको गभर्मेन्टको मान्छेहरू अनि ओभरअल सोसाइटीका मान्छेहरूलाई राखेर पढ्दाखेरि चाहिँ यता सक्सेस पनि भएको थियो होइन। र त्यसपछि मलाई खुसी लाग्छ कि अहिले चाहिँ साथीहरू ओपन हुनुहुन्छ र अहिले खुलेर आउनु भएको छ भने अब त्यही सकिन्छु हिँड्न। त्यति बेला नील सदनमा एउटा अफिस थियो, नील हिरा समाज, ब्लू डायमन्ड सोसाइटी। यो ब्लू डायमन्ड सोसाइटी एक्ज्याक्टली के थियो त? जस्तो यो नेपालमै अन्तर्गत रहेर खोलेको कुनै एउटा संस्था थियो कि यो एउटा इन्टरनेसनल लेभलमा भएको संस्था थियो? यो अहिले सायद त छैन पनि होला। ब्लू डायमन्ड सोसाइटी भनेको चाहिँ कस्तो भन्दाखेरि यसको मिनिङ्स अलिकति तपाईँहरूलाई बुझाउनु पनि चाहन्छु। ब्लू भनेको यो मिनिङ डायमन्ड चाहिँ धेरैमा थोरै पाइनेछ, रेयर हुन्छ भनौँ न, एकदमै निलो हिरा कम हुन्छ। र यो थिम्सले राखेर एउटा नेपालकै संस्था हो होइन, तथापि केन्द्रीय कार्य काठमाडौँ भन्छ यो अहिले चाहिँ। र यसले चाहिँ अब युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेको एलजिबिटिआई ग्रुपको मानवाधिकारको र स्वास्थ्यको क्षेत्रमा चाहिँ काम गर्ने चाहिँ यो चाहिँ होइन। र यो चाहिँ हामी तुलनालाई अहिले हाम्रो तुलनालाई हाइस्ट भन्छ, यो संस्था अहिले पनि छ। र यसले चाहिँ अनि यही मार्फत चाहिँ विभिन्न विदेशी अन्तर्राष्ट्रिय डोनरहरूसँग चाहिँ विदेशीहरूसँग चाहिँ फन्ड रिलिज गरेर प्रपोजल हालेर अनि अहिले चाहिँ हाम्रो चाहिँ नेपालमा तराई भेगमा चाहिँ धेरै ठाउँमा चाहिँ संस्थाहरू दर्ता भएको छ। र त्यही ब्लू डायमन्ड सोसाइटीको ब्रान्चमा गएर भएको छ भने केहीमा चाहिँ जिल्लाहरू आफै स्वयं सक्षम भएपछि सत्ता दर्ता गरे। जस्तो मोरङको हिसाबमा अहिले मोरङमा हेर्ने परिवर्तनशील समाज भनेर चाहिँ एउटा दर्ता भइसकेको छ भने यो चाहिँ समाजका लागि पनि दर्ता गरिसकेको छ। र हाम्रो चाहिँ संस्था कहिले पनि भनौँ न निलो हिरा कम पाइन्छ, त्यसले गर्दाखेरि यो त्यसमा लिने तेस्रो लिने भनेको पनि कमै मात्रामा देखिन्छ होइन। तपाईँहरूले पनि देख्नुहुन्छ बाटोमा त्यति धेरै छैन, तर के छ अमूल्य होइन। र यो अमूल्य भनेको रिजन पनि छ, यो चाहिँ किन भन्दाखेरि लाखौँमा एक करोडौँमा एक छ। अनि अब पहिला पनि तपाईँले हिन्दू उसमा हेर्ने भने पनि महाभारतमा रामायणमा होइन अलिकति अब रामजी चाहिँ अब राम सीता चाहिँ वनवास 14 वर्ष जानुभयो, त्यो अवस्थामा चाहिँ खोलाको किनारसम्म पुर्याउन गए सबैजना जाने क्रममा चाहिँ श्रीरामले चाहिँ अब रामजीले चाहिँ के भन्नुभयो भन्दाखेरि नर र नारीलाई चाहिँ फर्काऊ भनेर भनिसक्दाखेरि चाहिँ नर र नारीहरू फर्केर आयो होइन। तर यो जुन समलिङ्गी तेस्रो लिङ्गी साथीहरू जो हुनुहुन्थ्यो त्यो साथीहरू चाहिँ त्यही बसिरहनु भयो। अनि बसेर चाहिँ त्यही गुजाराहरू गर्ने, कसैलाई चाहिँ अब लानु सन्देशहरू दिने हरेक कुरा चाहिँ त्यहाँबाट चाहिँ छवि राखेर चाहिँ त्यसरी बसिरहे 14 वर्षसम्म। जब श्रीराम वनवासबाट फर्किने क्रममा चाहिँ अनि त्यहाँ चाहिँ झुपडीहरू देख्नु भयो नि त, सानो सानो झुपडीहरू। त्यहाँ चाहिँ मैले त सबैलाई जाउँ भनेको थिएँ, यो चाहिँ को रहेछ भनेर हेर्दाखेरि चाहिँ अनि सम्हालेको तेस्रो लिङ्गीहरूलाई भेटेको कहानी भनौँ यो जे होस् एउटा पौराणिक कालदेखि यसको वर्चस्व छँदैछ होइन। अब त्यो पनि छ। अनि तपाईँले अर्को कुरा अब यो हरेक कुरामा छ, तपाईँलाई हेर्ने भने इतिहासै पल्टायो भने पनि छ होइन। अब हाम्रो धेरै टाढो किन जाने पशुपतिनाथमै जाने चित्रकला हामी होमोसेक्सुअलहरूको त त्यहाँ कलाहरू त छ नि त, त्यो कला त त्यो रियल नभइकन त त्यो बनिँदैन नि त होइन, त्यो काल्पनिक होइन वास्तविक हुन्न रहेछ। हामीलाई अहिले पनि कति उसमा देखिन्छ यो इन्डियाबाट आयो रे पश्चिमी मुलुक भन्ने कुराहरू छ। तर यो डक्टर मेडिकल उसमा पनि प्रुभ भइसकेको होइन। र यो चाहिँ समलिने तेस्रो लिङ्गी भनेको त मन मस्ती फिलिङ्स छ नि, त्यसले गर्दाखेरि को प्रति को आकर्षण हुन्छ भन्ने कुरा चाहिँ त्यहाँ निस्किनु भयो। जस्तो जब यो समलिङ्गी या तेस्रो लिङ्गीको कुरा आउँछ त्यसमा एउटा टर्म एकदमै पपुलर छ क्या, एलजिबिटिक्यू होइन। यो एलजिबिटिक्यू एक्ज्याक्टली के हो र यसलाई तपाईँले क्लासिफाई गर्ने तरिका कस्तो हो त? यो भनेको कुन मान्छे एलमा पऱ्यो, कुन मान्छे जीमा पऱ्यो, बिटिक्यूमा कुन पऱ्यो, त्यसको आधार के हुन्छ सर? यस्तो हो, एलजिबिटिआई भनेको एउटा ड्रम्स हो होइन। एल भनेको चाहिँ हाम्रो लेस्बियन भन्छ होइन। लेस्बियन भनेको चाहिँ एउटा महिला भएर महिलैसँग यो
यो चाहना यो इच्छा यो व्यवहार देखाउँछन् भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी लेस मेन अथवा महिला समलिङ्गी भनिन्छ। अनि जी भनेको ये भयो, ये भनेको चाहिँ समलिङ्गी पुरुष हो। यो चाहिँ एउटा पुरुष भएर पुरुषसँग यो चाहना यो गर्दछन् यो व्यवहार देखाउँछन् त्यस्तो खालको व्यक्तिलाई हामी चाहिँ के भन्छौँ त पुरुष समलिङ्गी भन्छौँ। बी भनेको चाहिँ बाइसेक्सुअल हो। बाइसेक्सुअल भनेको चाहिँ कस्तो भन्दाखेरि महिला पुरुष दुवैसँग यो चाहना यो इच्छा यो व्यवहार देखाउँछ भने त्यस्तो खालको व्यक्तिलाई हामीले चाहिँ बाइसेक्सुअल भन्छौँ। र टी भनेको ट्रान्सजेन्डर हो। ट्रान्सजेन्डर भनेको दुई प्रकारको हुन्छ है, यो पनि तपाईँलाई मस्त भन्नुपर्छ। एउटा पुरुष ट्रान्सजेन्डर हुन्छ भने एउटा महिला ट्रान्सजेन्डर। एक्चुअली चाहिँ म चाहिँ आफूलाई चाहिँ म चाहिँ महिला ट्रान्सजेन्डर होइन, म चाहिँ जन्म राखिदिएन पुरुष थिएँ, तर मेरो हुर्किने क्रममा हरेक हावभाव रीतिरिवाज परम्परा मेरो गीत हरेक कुरा चाहिँ महिलाको पहिरनमा चाहिँ महिला त्यस्तो लिने भयो भने त्यस्तो लिने भनेको चाहिँ जन्मदा अब बालिका भयो त्यसो उसमा महिला भयो होइन, तर उसको सेक्सुअल त्यस्तै चाहना फिलिङ्स उसको हरेक क्रियाकलाप चाहिँ पुरुष चाहिँ पुरुष त्यस्तो लिने होइन। दुई ठाउँमा जानु गएको छ भने आई भनेको हाम्रो इन्टरसेक्सुअल हो। इन्टरसेक्सुअल भनेको चाहिँ गे लिङ्गी भन्छ नेपालीमा। र जन्मदा चाहिँ यसको चाहिँ केवटा अंग लिएर चाहिरहेको छ, तर स्पष्ट भने कुनै एकमा चाहिँ स्पष्ट हुन सक्छ त्यस्तो खालको व्यक्तिलाई र अब यो चाहिँ ए प्लस पनि भन्छ क्या, एलजिबिटिआई ए प्लस भनेर भन्छ। क्यू भनेको चाहिँ पोइन्ट हो। यो चाहिँ अलिकति ट्रम उसमा चाहिँ अब कहिले के आफूलाई पनि थाहा हुँदैन त्यस्तो खालको हुन्छ भने ए प्लस भनेको अहिले चाहिँ हाम्रो धेरैजना अहिले हाम्रो छात्र संगठन पनि छ होइन, अहिले छ अहिले हामीले बुझाउने चिनाउनै पर्ने चाहिँ हाम्रो छात्र संगठन चाहिँ महासङ्घ छ र यसलाई पनि हामीले चिनाउनै राख्नुपर्छ र यसले चाहिँ हामीले चाहिँ अहिले जति पनि हामीले कति कुराहरू च्यालेन्ज भएको छ त्यसको लागि होइन अलिकति अब गभर्मेन्टसँग लगेको लागि तपाईँ 2050 सालमा खोल्नुभयो होइन, ओपन हुनुभयो। अब लगभग 2050 साल र अहिले 2081 साल नयाँ अङ्ग्रेजी वर्ष भन्यो भने 2025 लगभग 31 वर्ष बितिसकेको छ होइन। जुन सिनारियो एउटा होमोसेक्सुअल मान्छेप्रति त्यति बेला 2050 सालमा थियो, लगभग अहिले पनि हेर्यौँ भने त अलमोस्ट धेरै ठाउँमा म्याक्सिमम् हामी भनौँ न 60-70% ठाउँमा अझै पनि त्यस्तै छ। यो बिचमा जुन एउटा ठुलो परिवर्तन आएर पनि भन्नाले साइन्टिफिकली हामी धेरै डेभलप भयौँ, टेक्नोलोजिकली धेरै डेभलप भयौँ, तर अझै पनि जहाँसम्म यो होमोसेक्सुअल सम्बन्धी एउटा कन्सेप्ट छ मान्छेको त अझै पनि त्यही 2050 सालकै जस्तो छ क्या। त्यो कारण एउटा के हुनसक्छ त्यो के भन्नाले अब कुनै एउटा होमोफोबिया जस्तो केही त्यस्तो भएर भएको हो कि अथवा त्यो पछाडिको अरू कुनै नै फ्याक्टरहरू छ? कारण भनेको के भन्दाखेरि यो होमोसेक्सुअल उसमा चाहिँ हेरी चाहिँ हेर्ने डक्टर उसले पनि देखाइसकेको छ नि त होइन, मन र मस्तिष्क फिलिङ्स कुराहरूसँगको आकर्षित हुने। अर्को कुरा यो हिडन अब लुकेर बस्ने हरेक छुट्ने कारण अब पहिलाको र अहिले के छ भन्ने कुरा आयो। यस्तो हो अब नेपालमा एसियामा तपाईँलाई थाहा छैन, एसियामा सबैभन्दा पहिला त आइडेन्टिटीको कुरामा सर्वोच्चले फैसला गरेको त हाम्रो 2006मा पुस 6 गते हाम्रो फैसला गर्यो होइन। फैसला सर्वोच्चको फैसला भएपछि पनि कानुन पक्ष चाहिँ हामी फिटाउनु पनि भयो नि त होइन। र कति कुराहरू के हुन्छ भन्दाखेरि बाँचिएको हुन्छ कि कानुनमा बाँचिएको हुन्छ। अहिले पनि तपाईँलाई हेर्ने पहिचानकै कुरामा कतिले सहज छैन लिनलाई, जति महिलाले आइडेन्टिटी लिन सक्छ जति पुरुषले लिन सक्छ त्यस्तो लिङ्गीलाई त्यति सहज छैन। किन छैन भन्दाखेरि सेक्स सेन्सको कुराहरू आयो, त्यसपछि उसले चाहिँ मेडिकल रिपोर्ट चाहियो, अब फेरि सेक्स सेन्स बाहिर गर्ने भयो, मेडिकल रिपोर्ट नेपालको चाहियो होइन। त्यो चाहिँ यसरी छुट्यायो कि अनि छुट्याउँदाखेरि उसलाई चाहिँ हेरेसमेन्ट हुने कति कुराहरू प्राइभेसी त्यो कुराहरू चाहिँ खुलेर जानुपर्ने भयो। एउटा महिलाले भन्नु पर्दैन म महिलाको चाहे पनि महिला, तर एउटा ट्रान्सले चाहिँ विभिन्न निकायमा चाहिँ म यो खालको देख्छु भने चाहिँ यो हो कि होइन भने मेडिकल छ। अनि अर्को कुरा चाहिँ सेक्स सेन्स गर्न त्यति सजिलो मात्र होइन, यो चाहिँ ऊ होइन एकदम गाह्रो छ।
धेरै एमाउन्ट लाग्छ। अनि सोसाइटीमा के छ भन्दाखेरि हरेक उसले हेर्दा अहिले तपाईँको नेपालमै हेर्दा सेक्सन गरेकोले मात्र आइडेन्टिटीको आधार पाएन, अरूले त पाएन। अनि जसले पाए उसलाई चाहिँ अब चेन्ज गर्न पनि गाह्रो भयो कि जस्तो मलाई नै गाह्रो थियो, किनभने मेरो पहिचान अहिले मैले मुस्कानमा देखेको छु, मेरो रियल उसको मेलको आइडेन्टिटी छ नि त, त्यो चेन्ज गर्नको लागि त मेरो नाम चेन्ज गर्नु भयो नि त, होइन? तर लिङ्गको ठाउँमा महिला पुरुष भएको ठाउँमा पो त्यहाँ पो चेन्ज हुने त्यति सजिलो पनि छैन नौवटा बसेर एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि हरेक कुरा गर्नको लागि मिति चाहियो, त्यसको संविधानले दिएको कुराहरू चाहियो, मिति बनाउनु पर्यो, कानुन बनाउनु पर्यो, त्यो अनुसारले सहज इन्भाइरोमेन्ट गर्नु। र अर्को कुरा ट्रान्सजेन्डरहरू यति धनी त छैन कि, किन भन्दाखेरि जब एउटा परिवारबाट चाहिँ एउटा फ्रस्ट्रेट भएर निस्केको, एउटा सोसाइटीबाट फ्रस्ट्रेट भएर निस्केको मान्छेले 10 लाख 20 लाख खर्च गर्नु सक्दैन, होइन? हिजो आज कुरामा तपाईँको सन्तोष पन्तकै कुरा गर्नु उहाँको उसको लागि सेक्सरी गर्दाखेरि लागेको एमाउन्ट तपाईँले मिडियामा छासी देख्नु भएको छ अरे। त्यही चाहिँ एउटा घर परिवार बिहेन भएको मान्छेले त्यत्रो 20-25 लाख चाहिँ कहाँबाट ल्याउने भन्दाखेरि, होइन? त्यो ल्याउने सम्भव छैन। अनि फेरि ल्याएर सेक्स उसले चेन्जै गर्यो अरे, उसको फ्यामिली ब्याकग्राउन्ड के छ त, उसको फ्यामिलीले एक्सेप्ट गर्छ कि गर्दैन, त्यहाँनिर पनि आउँछ नि त कुरा। मैले चाहिँ जहिले पनि एउटै कुरा सुन्छु, सबैभन्दा ठुलो कुरा एवारनेस अहिले चाहिँ एकदम धेरै चाहिएको जनतालाई। केही फ्यामिली काउन्सिलिङ चाहिएको छ, होइन? सोसाइटी काउन्सिलिङ चाहिएको, एवारनेस जबसम्म हुँदैन अनि कानुन र नीति अनि त्यसपछि हाम्रो चाहिँ संविधानमा लिएको हुँदैन तबसम्म चाहिँ मान्छेहरू पुगेर आउनु हुनेछ। र मलाई त एउटा कुरा, म त यात्री हो, होइन? म किन फुलेँ, म के आधारले फुलेँ भन्दाखेरि गरिबीले मात्र फुल्या तपाईँहरूले सोच्नु होला, या के भन्छ गरिबीले फुल्नु होला, तपाईँलाई खाना भएन के भएन त्यो भएछ, खाना त जहिले पनि खान सक्छ, होइन? म चाहिँ एउटा कस्तो भन्दाखेरि जिन्दगी एउटा सङ्घर्ष हुनै पर्छ, हिँड्नुपर्छ कुरा। र मैले प्राप्त हासिल नगरे पनि भोलि मेरो आउने साथीहरूले त त्यो कुराहरू त पाउन सक्छ नि त, होइन? हामी जिरोमा छौँ, जिरोबाट एक हुँदै हुँदै आज आउँदाखेरि त धेरै कुरा हासिल भयो। भोलि आउने साथीहरूलाई चाहिँ मैले जस्तो दुःख, मैले जस्तो पीडा, होइन? मैले जस्तो सङ्घर्ष, होइन? मैले जस्तो हरेक कुराहरू चाहिँ भोग्न नपरोस् भन्ने लक्ष्यले म चाहिँ अहिलेसम्म अगाडि बढिरहेको छु। त्यही अब विश्वको एउटा कन्टेक्समा हेर्ने हो भने अहिले एउटा ठुलो निर्णय लिएको छ युएसएले ट्रम्पको शासन आइकन। के लियो भन्दाखेरि दुईटा। सबभन्दा पहिलो कुरो, ट्रम्पले जति पनि युएस एडबाट सञ्चालित थियो अन्तर्राष्ट्रिय संस्थाहरू जसलाई दिएको थियो, जसले चाहिँ नेपालमा पनि काम गर्दै थियो, त्यसलाई बन्द गर्यो डोनेसन। दोस्रो कुरो, ट्रम्पले के गर्यो भन्दाखेरि युएसमा अब 2टा जेन्डरलाई मात्र मान्यता दियो, होइन? सो यो युएस एड बन्द हुनु र ट्रम्पले 2टा मात्र आइडेन्टिटी, 2टा मात्र जेन्डरलाई मान्यता दिनुले एज अ होल यो समाजमा कस्तो खालको चाहिँ वर्ल्ड वाइड रूपमा हेर्दाखेरि कस्तो खालको इम्प्याक्ट पर्न सक्छ अथवा परेको छ त? यसमा यस्तो छ, अब युएसआईले अमेरिकाले ट्रम्पले जुन कुरा गर्नु भएको छ, होइन? अब उहाँले गरेको कुरै सबै पक्का हो भन्ने पनि छैन नि, होइन? त्यो अहिले पनि होमोसेक्सुअल ट्रान्सहरू त मुद्दामा गइरहेछ, आफ्नो उयोबाट गइरहनु भएको छ, होइन? अनि अमेरिकाले त्यो गर्यो भन्दैमा नेपालले त्यो गर्छ भन्ने पनि होइन। के भन्दाखेरि कति कुराहरू संशोधन गर्ने क्रम छ नि त। नेपाल आफ्नो देशभित्रको नीति संविधान त चेन्ज हुँदैन नि त, होइन? कानुन चेन्ज हुन सक्दैन होला। त्यसले गर्दाखेरि अमेरिकाले गरेकै कुरा नेपालमा यो हुन्छ भन्दा पनि हो, फन्ड ग्याप हुनु स्वाभाविक कुरा हो। त्यो फन्ड ग्याप गर्नुभयो उहाँले, अलिकति अब यो तेस्रो लिङ्गी नै गरेर उहाँले फन्ड ग्याप गर्नु भनेको भन्दा पनि अब ओभरअलै फन्ड ग्याप हो नि त एसआइडीको, होइन? हामीलाई नै टार्गेट गर्यो भन्ने कुरा पनि होइन। र एज त्यहाँ चाहिँ अब 90 दिनको लागि चाहिँ त्यो स्थगित गरे हो नि त, सस्पेन्डमा राख्यो। भोलि बिस्तारै उहाँले त्यो पनि गिराउँदै जाने, उहाँ पनि उठ्दै जानुहुन्छ होला। विभिन्न निकायले त्यो आवाज त दिइरहेछ। अब एमसिसीको अहिले भर्खर खुलेर आयो, नेपालमा आयो नि त।
भने नि मैले अब जिन्दगी एउटा सङ्घर्ष हो। तर हामी के भन्दाखेरि संस्थासँग जोडिएर बसेको मान्छे हो। अब एउटा कुरा के चाहिँ बुझ्नु पर्यो भन्दाखेरि हामी नेसनल रूपमा नेपाल सरकारको पनि त्यति नै दायित्व हो नि त। हामी विदेशी डोनरसँग बसेर विदेशी फन्डहरूसँग बसेर मात्र भएन नि त। हामी नेपाली नागरिक हौँ होइन। नेपाली नागरिक भएको हिसाबले हाम्रो देशमा कति किसिमको नीति छ भन्दाखेरि तपाईँहरूले प्रमाणित गरिसक्नु भएको छ 3 किसिमको छ। अब हामी एचआइभी प्रिभेन्सनमा हामी एचआइभी ट्रिटमेन्टमा प्रिभेन्सनमा काम गरिरहँदाखेरि अब हरेक महिला र पुरुषलाई मात्र दिने हो भने फन्ड रिलिज गर्ने हुँदै ट्रान्सलाई रिलिज गरेन भने एचआइभीको जुन लक्ष्य मिसन छ 2030 सम्म 0मा लानुको लागि अब महिला र पुरुषलाई मात्र फन्ड दिएर डिस्ट्रिब्युटलाई दिएन भने एचआइभीको प्रिभेन्सन क्लोज हुन्छ कि हुँदैन त्यो नेपाल सरकारले गरिरहेको छ। भनेपछि अहिले हाम्रो चाहिँ यो उता फन्ड ग्याप भए पनि हामीले चाहिँ केही समयको लागि चाहिँ ब्लू डायमन्ड सोसाइटीले अनि हामीले चाहिँ फोकल पर्सनको रूपमा किन भन्दाखेरि हिजो पनि हामीले काम गरिरहेका थियौँ, आज पनि हामी काम गरिरहनेछौँ र सबैभन्दा ठुलो हामीले सेवाबाट चाहिँ साथीहरू वञ्चित हुँदैन भन्ने हिसाबले हामीले कोअर्डिनेसनको पार्टबाट हामी एचआइभी प्रिभेन्सन फन्ड चाहिँ हामीले क्लोज गरेका छैन होइन। किन भन्दाखेरि अनि नेपाल सरकारसँग नै हाम्रो लबी भइरहेको छ। अहिले एनसिएससँग पनि हामीले यो कार्यक्रम ल्याउनको लागि किन भन्दाखेरि अहिले भर्खरै हेर्ने भने एचआइभीको स्पिड माथि छ नि त होइन। ट्रिटमेन्ट पनि आइरहेको छ र हाम्रो समुदायमा धेरै असर कसरी पर्नु गयो भन्दाखेरि अब चाहिँ फन्ड ग्याप हुन बित्तिकै चाहिँ हाम्रो साथीहरू चाहिँ उथल पुथल हुन थाल्यो कि। पहिला अर्गनाइजेसन थियो, अर्गनाइजेसन हुँदाखेरि सेवा एवारनेस होइन आरक्षणको कुराहरू उहाँले कतै केही भयो भने पनि तुरन्त अब्जर्भेसनको लागि पुगिन्थ्यो भने अहिले त हामीलाई अब भनौँ न हरेक अब घर भाडैदेखि लिएर हरेक च्यालेन्ज छ नि त। अब यो समयमा चाहिँ अब नेपाल सरकारले चुन्नुपर्छ जस्तो मलाई लाग्छ। हामी विदेशी मात्रै होइन नेपाल फन्डहरू पनि रिलिजहरू गर्ने अनि विभिन्न प्रकारले नेपालको संरक्षण समुदायको लागि भनेर बजेट योजनाहरू गर्ने जसरी अहिले दलितको बजेटहरू छ होइन। एकल महिलाहरूको बजेटहरू छ, ज्येष्ठ नागरिकहरूको लागि राखिएको छ, अपाङ्गता भएको व्यक्तिहरूको लागि राखेको छ भने अब यसमा चाहिँ यो तथाले नेपालको श्रमिक समुदायहरूले के चाहन्छ, कस्तो किसिमको चाहन्छ उहाँहरूले भनेर चाहिँ एक लेभलको मैले त 3 तहको सरकारहरू पनि भेटेको अवस्थामा चाहिँ उहाँहरूले हामीसँग बसेर कस्तो खालको प्रोग्रामहरू चाहियो भन्ने कुराहरू बसेर गरेको भए राम्रो हुन्थ्यो। अहिले चाहिँ कस्तो छ भन्दाखेरि फन्डहरू गभर्मेन्टले गरिरहेको छ नगराएको, तर हामीलाई थाहै हुँदैन कि। अनि लाग्दोमा आएर अब अर्गनाइजेसनमा आएर ल यस्तो गर्नु पर्यो आर्य व्यवस्थापन भन्छ मान्छेलाई त्यो ठाउँबाट जब ऊ एउटा भनौँ न यो श्रम गरेर बसेको मान्छेलाई उसलाई चाहिँ तुरन्त त्यो ठाउँमा ल्याउन त त्यति सजिलो पनि छैन नि त होइन। भोलि ल्याइहाल्यो भने नि मान्छेको नजरमा त एउटा यो गर्ने अब यो श्रमिकै भएर बसेको छैन, उसलाई त विभेद त्यहाँ पनि हुन्छ नि त। त्यसको लागि स्टोर बनाउनको लागि चाहिँ क्यापासिटी बिल्डअप अवेरनेस होइन पोस्टिङ राखेर उहाँहरूले चाहिँ 2 दिन 3 दिनको ओरिएन्टेसनहरू दिएर त्यसरी गरेर अहिले आर्य आर्जनलाई के नै गरौँ भन्दाखेरि अनि उहाँहरूले डाइरेक्टली त्यसरी कहाँ फर्किन्छ र दलितको कुरा अहिले जमानादेखिको अहिलेसम्म रोकिएको छ छैन नि त। परिवर्तन बिस्तारै हुँदैन नि त। उहाँहरू त डाइरेक्ट के भन्छ अनि खाएका नखाए नखाएको जस्तो कि अनि भएन भने यो भएन त्यो भएन लामो एकदम गाह्रो छ कि। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ के भन्छु भने हामीसँग बस्नुहोस् होइन। हामी साथीभाइ भेला पार्छ, उहाँको इच्छा आकाङ्क्षा के छ त होइन। उहाँहरूलाई चेक गर्नु तपाईँलाई आइडियोजनको लागि रिहाब सेन्टर छ, रिहाबमा बसेको मान्छे सबै सुध्रिन्छन् भन्छ छैन नि त। उहाँलाई त समय लाग्छ नि। भनेदेखि यो कर्मी साथीहरूमा पनि त्यो त सुन्नु र यो कर्मी हुनुको रिजन पनि छ नि होइन। अघि मैले भनिदिनु हाम्रो समाज हाम्रो परिवार होइन हाम्रो राज्यले विभिन्न प्रकारले नेपाली समुदायको लागि के चाहिँ गरेको छ त
यदि गरेको भए जसरी महिला र पुरुषको लागि जति गरेको छ गर्दाखेरि पनि त महिला यौन श्रमिकहरू पनि दिदीबहिनीहरू हुन्छ होइन। त्यो गर्दाको बावजुद पनि अब हाम्रो समुदायले के गरेको छ, के गरेको छ छैन। न घर छ, न होइन एउटा बस्नेको लागि खानको लागि न अन्न छ होइन, नयाँ स्रोत छ। के छ होइन। अनि जाने कहाँ त, कि त देशले देखाओस् कि समाजले देखाउँछ। अहिले जसरी अहिले यो पूर्वमा चलिरहेको छ भनौँ न, प्रहरी प्रशासनले टेरेन भनेर गाउँै उठेर उहाँहरूले चाहिँ चौकीदार गरेर बस्नु भएको छ नि होइन। उहाँको मनसाय हेर्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ। किन अचम्म लाग्छ भन्दाखेरि चाहिँ संसारमा महिला र पुरुषको मात्र जन्म हुँदैन, त्योभित्र पनि तेस्रो लिङ्गी हुन्छ। तेस्रो लिङ्गीलाई पनि होइन, तेस्रो लिङ्गीको विषयमा ख्वाइस लगेर उहाँले त्यो चौकीदार गर्नुभन्दा यहाँसम्म किन आए त? हामीले के गल्ती गरेछौँ त? हाम्रो सोसाइटीमा किन यस्तो भइरहेछ भनेर उहाँले बुझेर ओडासँग सिफारिस गर्न सकिनु भएन। हामी त 3 तहको सरकार भइसकेको छ नि होइन। त्यो अनुसारले उहाँहरूको आइडेन्टिटीको लागि, एवारनेसको लागि, उहाँहरूको सिपमूलक तालिमको लागि उहाँलाई राखेर विभिन्न कुराहरू गरेर उहाँलाई त्यसको लागि चाहिँ पहल गरिदिनु पर्यो नि त सोसाइटीले पनि। उहाँलाई लट्ठी देखाएर भाटा हालेर आज छेक्नुहुन्छ भोलि छेक्नुहुन्छ, भोलि त द्वन्द्व त्यहाँ त हुन्छ नि त। त्यो द्वन्द्व निम्त्याउनु भन्दा उहाँहरू के कारणले आइरहनु भएको छ त त्यो बुझ्नु पर्यो कि। जति पनि आउनु भएको छ उहाँ, जति पनि त्यो समाज सोसाइटीका मान्छे आउनु भएको छ उहाँहरू किन आउनु, के कारणले आउने, रिजन त छ नि त होइन। मैले अहिले भने मेरो परिवारले हेरसेर गरेन, मेरो सोसाइटीमा बस्दा मलाई विभिन्न नामहरू दिए होइन। अनि त्यसपछि मैले आफ्नो सहर छोडेर नयाँ ठाउँ आएँ, मैले काम गरेँ। काम गर्ने क्रममा मैले पाउने जति पारिश्रमिक थियो मैले त्यो पाइनँ होइन। अब नपाउँदाखेरि म त्यस्तो लिमिट भएकै कारणले त हो नि। म विराटनगरमै भन्यो भने म 2009मा म यहाँ विराटनगरमा मैले डेरा खोजेँ। सुरुमा के भयो, अनि म डेरामा म रात बसेँ। रातको 12-1 बजे मलाई घरपेटी आउनु भयो, तिमी त यो खालको मान्छे रहेछ, मेरो भात खाने। मैले तुरुन्त चञ्चलाजीलाई मैले फोन गरेर मलाई यस्तो यस्तो समस्या भयो, मलाई अब यहाँ बस्न दिएन, के गर्ने, म एकदम गाह्रो भएपछि उहाँ राता आएर मलाई लिएर जानु भएको छ। यस्तो खालको समाज छ। त्यो समाजले जबसम्म हाम्रो विषयमा बुझ्नु भएन भने हामीसम्म आउनुहोस्। हाम्रो अर्गनाइजेसन छ नेपाल होला, त्यहाँ यहाँ परिवर्तनशील समाज छ, मोरङमा, सुनसरीमा मानव कल्याण समाज छ होइन। उहाँहरूसँग हामीसँग बसेर चाहिँ उहाँहरूको रिजनहरू हामीलाई भेला पार्नु भन्नुहुन्छ नि, भेला पारिदिन्छौँ होइन। एक किसिमको एक लेभलको त्यो हुन्छ नि, डाइरेक्टली आएर लट्ठी चार्ज गर्ने अनि समाज बिगार्ने वातावरण कसले गराएको? यी समाजले बनायो नि त, यो पापी पेटले बनायो नि त होइन। अहिले म पो अहिले रोजगार छु, अहिले भनौँ न एसआइटीको फन्डमा म केही समय मैले काम गरेँ, त्यहाँबाट मैले पारिश्रमिक पाएँ, म सेन्जुनमा बसेँ होइन र म समाजमा निस्किनँ। मेरो आइडेन्टिटी मेरो राम्रोसँग समाजलाई थाहा छ मुस्कानजी भनेर होइन। र अनि त्यहाँ चाहिँ त्यो खालको देख्दाखेरि चाहिँ मलाई अलिकति दुःख लाग्छ होइन। अब किन भन्दाखेरि उहाँले पनि त्यतिकै यो फार्मको लागि जाँदाखेरि कुनै पुरुष नायकन उहाँले डाइरेक्टली जबरजस्ती गरे होइन, दुईटाको मन मिलेर गर्ने कुराहरू होइन। त्यहाँसम्म नपुर्याउने फ्यामिली अलिकति राम्रो इन्भाइरोमेन्टबाट भयो, फ्यामिलीसँग जोइने बसेर महिला दिदीबहिनी कति त निस्किनु भएको छ। कति पुरुषले छोडेर होइन बेरोजगार हुनु भएको छ, जहाँ होटेलमा काम गरेर त्यहाँ पनि यौन शोषण भइरहेको छ महिला दिदीबहिनीहरूलाई पनि, हो कि नभन्नु न। अनि हरेक कुरामा चाहिँ ट्रान्सको चाहिँ कार्पेटिङ समेत बनाएर चाहिँ समाजले त्यो गर्ने त होइन। अनि भोलि त्यो समाजमा त्यस्तो लिने नजन्मेला त, अनि त्यति बेला चाहिँ उहाँहरूले के गर्नुहुन्छ होइन। त्यो एउटा माया मोह
अनि उहाँले चाहिँ एक किसिमको एडभोकेसी अघि गर्नुपर्छ समन्वय गरेर कहाँसम्म आवाज लाने। अब हाम्रो मात्र हामीले आफ्नो आवाज मात्रै लाने कि अपङ्गता भएको व्यक्ति साथीहरू पनि धेरै हुनुहुन्छ, उहाँहरू पनि होइन बलात्कारको शिकार पर्नुहुन्छ, कति ठाउँमा के भइरहेको छ होइन। ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, एकल महिलाहरू, दिदीबहिनीहरू हुनुहुन्छ, यो श्रमिक महिलाहरू त्यतिका आएका होइन कि केही न केही पीडा केही न केही वेदना होइन। यो चाहिँ नेपाल सरकारले दिनुपर्छ र नेपाल सरकारसम्म पुर्याउनको लागि नागरिक समाज जबसम्म अगाडि बढ्दैन, जबसम्म सोसाइटीले यिनी कुराहरू बुझ्दैनन् तबसम्म यो दिन आउँछ। र यसले गर्दाखेरि चाहिँ म चाहिँ एउटा कुरा चाहिँ के भन्न चाहन्छु नि, मेरो परिवारलाई पनि म भन्छु यसो गर्ने भाषा मलाई आएछ है, म चाहिँ निस्कल गरेर मलाई चिन्नुहुन्छ, मेरो फ्यामिलीले यसो गर्ने भएको छ, मेरो बुबा बिग्रो भयो, मैले छोरीकै उसमा किन्या बसेँ होइन। र म मेरो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई म भाइटिका गर्छु होइन, एउटा छोरीकै उसले निभाएर बसेको छु, मलाई यस्तो नरेन्द्र छ भनेदेखि। अनि हाम्रो ट्रान्स साथीहरूले पनि अलिकति चाहिँ बुझ्नुपर्ने चाहिँ के छ भन्दाखेरि एज अ फ्यामिली म्यानेजलाई पनि बुझाउनु पर्छ भन्ने कुरा। र अनि अहिले चाहिँ राज्यले पनि यो चाहिँ अलिकति कानुन नीतिहरू चाहिँ होइन संविधानमा पनि अनि समानता र समावेशीको कुरामा पनि अलिकति घृणता नगरोस् होइन, समान गरेर ल्याउनुहोस्। बोल्ने शब्द मात्र होइन कि अहिले हरेक कुरा मात्र तर समानता र समावेशीको कुराहरू गर्छ अनि समावेशीमा असहज चाहिँ नहोस् कि होइन, असहजकर्ता भएर बस्नु नगरोस्, त्यस्तो खाले लगभग समानता र समावेशीको कुरा गर्ने हो भने एलजिबिटिक्यूलाई चाहिँ अझै पनि मूलधारमा त्यसरी ल्याउन सकेको छैन होइन। त्यही भएर यो समाजका मान्छेहरू एलजिबिटिक्यू समाजका मान्छेहरू अझै पनि यौन क्रियाकलापमा के अरे संलग्न हुन बाध्य हुनुहुन्छ है। अब जस्तो विराटनगर केस हेर्ने हो भने हामी बेलुकातिर जब रोसेसतिर होइन एउटा त्यो प्रकारको माहौल देख्छौँ होइन। यो मात्र यहाँ होइन, काठमाडौँमा त झन् कमनै छ। अब यो खालको माहौलबाट बाहिर निस्किने उपाय के छ? अब जस्तो अघि हामीले तपाईँले कुरा गर्नुभयो एउटा सेक्सुअल एक्टिभिटिजमा बेसी उहाँहरू संलग्न हुन्छ, यसबाट निक्लिने माहौल के त? अब कि राज्यले त्यसमा कुनै एउटा ठोस कदम लिनु पर्यो कि अब यसमा एउटा ठुलै खालको आमूल परिवर्तन ल्याउने खालको केही अब एउटा आन्दोलन गर्नु पर्छ? कस्तो खालको के गर्नु पर्यो यसमा चाहिँ? एउटा कुरा के भने आन्दोलन भन्ने शब्द भयो है, यो शब्दै नभन्नु। के भन्दाखेरि मेरो कारणले कसैको चुला बोल्दैन भने टुनै राइट्स हामीले त्यसरी जान्नु हिंसात्मक तरिकाले जान्नु होइन। म चाहिँ के भन्छु भने परिवर्तन ठुलो छ नआएको होइन। तपाईँले हेर्ने हुँदा अघि भने नि 2008मा आउँदाखेरि ट्रान्सै थिएन होइन, 2024मा आउँदाखेरि ट्रान्सलेसन भएर परिवर्तन आएको हो नि त। र आउँदाखेरि अब यति देखिरहँदाखेरि चाहिँ अलिकति अब 3 तहको सरकार भएको छ, सरकारमा पनि त नीतिहरू त छ नि त होइन। कोटै छुट्याउन पनि सकिन्छ नि, आरक्षण पनि छुट्याउन सकिन्छ होइन। महिलाको लागि कोटाहरू छुटेको छ, वृद्धको लागि वृद्ध कोटाहरू छुटेको छ, मैले छैन छन् भने चाहिँ तेस्रो लिङ्गीको पनि कोटा छुट्यो भने आफ्नो एजुकेसन आफ्नो नलेज अनुसारको त्यो अनुसारले भ्याकेन्सी एनाउन्समेन्ट गरिदियोस् त। त्यो भएपछि त चेन्ज त आउँछ नि त, आउँदैन र? त्यो जबसम्म हामीले राज्यले पनि, मैले अघि भने राज्यको पनि दायित्व हो, राज्यले पनि संविधान नीति होइन उहाँहरूको कानुनी उसमा चाहिँ नबाजिने ढङ्गले आरक्षण अलिकति कानुनमा आइदियो हुन्छ। सबै महिला पुरुष सर बाँच्नु पर्ने अधिकार सबैलाई भनेको छ, तर त्यो भनिरहँदाखेरि मानव बाँचिरहने भने तापनि यता मानवभित्र क्याटेगोरी छुट्याउँदा महिला र पुरुष छुट्याएको छ नि त। त्यो छुट्याउने क्रममा चाहिँ महिला पुरुषको छुट्याउने भत्ता भइहाल्छ होइन। यसरी राम्रो सक्नु होइन। कानुन त्यो भयो भने त एकै कानुन आयो भने मिलेर आयो भने त सायद सबैजना एडजस्ट हुन सक्छ होइन। र अर्को कुरा अब उहाँलाई कसरी ल्याउने भन्ने कुरामा चाहिँ उहाँहरूसँग बस्ने, उहाँको इच्छा आकाङ्क्षा बुझ्ने होइन। यो त के भन्छ ओडाको पनि त्यत्रो ठुलो ओडाको पनि भूमिका हो नि त, ओडामै हो नि त होइन। अनि नगरको पनि भूमिका हो होइन। भनेपछि
तिमी त यसमा आएर चाहिँ हामीसँग समन्वय गरेर उहाँले भ्याउनु भएन भने हामीसँग समन्वय गरेर उहाँहरूसँग जुटाइदिने, उहाँलाई बोलाइदिने, उहाँहरूको इच्छा के छ, के व्यवसाय गर्न चाहन्छ, किन भन्दाखेरि सबै पढे लेखेका छैनन् है। अब मान्छे नफस्नु फसिसके होइन, नगुमाउने इच्छा धुवाइसकेको छ नि त। त्यो रिटर्न ब्याक इज्जत पाउनको लागि त उहाँले राम्रो काम गर्नको लागि त हामीले अवसरहरू दिनु पर्यो नि त। सरकारले परिवर्तनशील समाजले त दिन सक्दैन। परिवर्तनशील समाजले त एचआइभी एड्सको न्यूनीकरणको लागि पो एडभोकेसी गर्ने, ह्युमन राइट्समा चाहिँ हाम्रो समुदायको लागि चाहिँ यो अधिकार छ, यसरी चाहिँ गर्नुपर्छ भनेर हामी सल्लाह सुझाव उसको क्षेत्रले रोक्ने अनि उहाँलाई रोक्यो भने त मैले रोजगार दिने पर्यो नि त। म कहाँबाट देख्दैन, यो त सरकारको दायित्व हो नि। हामी आफै त हटातो फन्ड होइन, अर्कालाई जिजी गरेर थोरै फन्ड ल्याएर हामी अझ हामीलाई त के भन्छ यसरी हो नि, तपाईँहरूसँग टन्नै पैसा त कालापाल डलर खाने मान्छे भन्नु छैन। त्यो मान्छेले भनिरहँदाखेरि हामीमा के बिग्रिन्छ भन्दाखेरि अब मान्छेले हामीलाई यस्तो सोचेको रहेछ, तर रियलमा त त्यो हुँदैन नि त। किन भन्दाखेरि नेपालमा फ्रन्ट आए पनि नेपाल सरकारसँगै समन्वय गरेर आउने नि त। हामीसँग आइपुग्दाखेरि त थोरै भन्छ। त्यसले गर्दाखेरि हरेक समुदायले देख्नुपर्छ। हामीले न त विदेशले मिलाएको न हामीलाई एक्चुअल रूपमा हेर्ने हो भने हामी आफैमा हामी प्राकृतिक छौँ, प्राकृतिक नियमलाई विपरीत गर्न सकिँदैन होइन। त्यो भएको कारणले चाहिँ अब यो एलजिबिटिक्यू समाजप्रति मान्छेहरूको एउटा होमोफोबियाले गर्दा त्यो ग्याप चाहिँ मेन्टेन भएको छैन कि, अथवा उनीहरूप्रतिको एउटा ह्याट्रेडले गर्दाखेरि हो? त्यसलाई तपाईँ कुन सिचुएसनमा हेर्नुहुन्छ? यसलाई होमोफोबिया भन्ने कि होमोसेक्सुअलप्रतिको एउटा घृणाले गर्दाखेरि अरू सेक्स र होमोसेक्स बिच चाहिँ के भन्छ ग्याप भइरहेको छ एउटा समन्वयको लागि? ग्याप सेक्स ग्याप कहिले पनि हुँदैन। मान्छेको फिलिङ्स, मान्छेको चाहना होइन, मान्छेको दासको पार्सनसिप सेक्सुअल लाइफ हुन्छ त्यो कसैले पनि ग्याप होइन। जस्तो मैले ग्याप कस्तो सेन्समा भन्दाखेरि मैले भनेको जस्तो त कोही मान्छे खुलेर आउँछ भनेदेखि उसलाई म चिने पनि होमोसेक्सुअल भनेपछि उप्रतिको मेरो धारणा एक्जाम्पलको रूपमा होइन, एक्जाम्पल रूपमा कोही प्रतिको धारणा बेग्लै भइन्छ कुनै मान्छे होइन। हो त जुन बेग्लै धारणा हुन्छ त्यो भनेको होमोफोबिया हो कि होमोसेक्सुअलप्रतिको ह्याट्रेड हो? त्यसलाई तपाईँ कुन सिचुएसनमा डिफाइन गर्नुहुन्छ त? भन्नाले अब ओपनली भएको मान्छेसँगको सम्बन्ध र नभएको व्यक्तिको सम्बन्ध। ओपन भएर आउँदा पनि उसँग चाहिँ अलिकति सम्बन्ध नर्मली बोल्न नमान्ने, अलिकति टाढा टाढा बस्ने प्रकारको जुन एउटा प्रवृत्ति छ त्यो होमोफोबिया हो कि त्यो एउटा होमोसेक्सुअलप्रतिको ह्याट्रेड हो त? अब त्यो आफ्नो सोच हो, त्यसलाई यही हो भन्न मिल्दैन। किन भन्दाखेरि अब मान्छेलाई सबैमा आफ्नो इज्जत हुन्छ, रेस्पेक्ट हुन्छ होइन। अब बोल्दाखेरि मान्छेले के भन्देला भन्ने उसको पनि त डर हुन्छ नि त होइन। त्यो डर भनेको होमोफोबिया हो कि है, त्यो एउटा डर हो। र त्यो एउटा त्यो दुईटामा हेर्दाखेरि चाहिँ दुई भित्रमा चाहिँ डर हो होमोफोबिया भन्छ त्यसलाई चाहिँ होइन। त्यो होमोफोबिया भनेको चाहिँ डर, त्रास होइन। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको पढ्न जान्छ। अब त्यो भन्ने जो उता ओपन भएर आयो तर उसलाई अरूसँग बोल्दाखेरि उसले गर्ने व्यवहारले चाहिँ त्यो चाहिँ एउटा होमोफोबिया नै हुन्छ। अहिलेको परिस्थितिमा हेर्दाखेरि खुला रूपमा आउनलाई कसलाई गाह्रो छ? एउटा लेस्बियनलाई गाह्रो छ कि गेलाई गाह्रो छ त अहिलेको प्रेजेन्ट कन्टेक्स्टमा हेर्दाखेरि? जस्तो अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि जुन एउटा एलजिबिटिक्यू समुदायमा खुलेर आउन चाहन्छन्, दुई खाले हुन्छन्, के अरे लेस्बियन र गे होइन। सो कम्पेरिटिभली हेर्दाखेरि लेस्बियन र गे मध्ये कसलाई चाहिँ खुलेर आउन अलिकति गाह्रो छ त समाजमा? खुलेर आउनको लागि दुवैलाई गाह्रो छ होइन। किन भन्दाखेरि गेलाई पनि गाह्रो छ, लेस्बियनलाई पनि गाह्रो छ। नेपालको कानुन छैन, समाजले यसरी छैन होइन। अब जहाँ जहाँ एवारनेस पुगेको छ, जनचेतना पुगेको छ त्यहाँ सहजी बानवेज बोल्ला। अझै पनि गभर्मेन्टमा त छैन नि त र सोसाइटीमा चाहिँ पनि छैन नि त कति ठाउँमा त। अहिले तपाईँलाई विराटनगर महानगरपालिकाभित्र सहज छ ट्रान्सफरलाई। अहिले पनि तपाईँ गाउँमा जानु एज अ ट्रान्सफरको दुःख हेर्नु त्यहाँनिर छ पीडा। घरमा बसेका छन्, गाउँको समाजले कुटुट गरेका छन् होइन, त्यो खालको इन्भाइरोमेन्ट हुन्छ।
भनेपछि कसैलाई पनि छैन, सहज छैन। सहज छैन, मलाई नै पनि छैन होइन। मलाई नै छैन, किन छैन भन्दाखेरि मान्छेले अगाडि मलाई राम्रो भन्छ, सबैले मलाई नराम्रो कसैले पनि भन्दैन। मुस्कानजी राम्रो हुनेछ, राम्रो गरिरहनु होइन। तर मेरो बाटो पछाडि उहाँहरूले गर्ने चाहिँ अहिले मैले के भनिरहेको छु, मेरो पहिचान तेस्रो लिङ्गीको हुनुपर्छ, मैले सेम सेक्स म्यारिज गर्न पाउनुपर्छ भनिरहँदाखेरि हो यो जायज हो, यो चाहिँ राम्रो कुरा छ। तर अहिलेसम्म कुनै सरकारी निकायले बोलेको छ या तपाईँले कुनै एउटाको कुनै कसैले बोलेको छ अथवा कुनै जनसमुदायले बोलेको छ र तेस्रो लिङ्गीको विवाह चाहिँ मान्य हुनुपर्छ भनेर कसैले आवाज उठाउनु भएको छैन होइन। तर हामीले बोल्दै जाँदाखेरि उहाँले यो त हुनुपर्छ, उहाँहरू पनि मन हो, उहाँहरूको पनि चाहना, अनि यसो गर्नुपर्छ भन्छ। म के भन्छु भने उहाँकै फ्यामिलीमा मलाई बुहारी स्वीकार्न सक्नुहुन्छ कि हुन्न त, जसले यस्तो कुरा गर्नुहुन्छ भन्न सजिलो भन्ने भएको छ होइन। अनि म उहाँलाई भन्छु मलाई यति राम्रो प्रशंसा गर्नुहुन्छ तपाईँहरू, तर तपाईँ त घरको बुहारी भयो भने के गर्नुहुन्छ भने म कहिले काहीँ उहाँहरूको मलाई सायद भित्री आत्मा के रहेछ, अन्तरात्मामा के छ त म प्रतिको धारणा त्यति बेला चाहिँ हुनुहुन्छ होइन म गरिहाल्छु नि भन्नुहुन्छ कि त्यो चाहिँ छ, यो चाहिँ केही चाहिँ छ, केही बाँकी नै छ। अच्छा, सेम सेक्स म्यारेजको नेपालमा अहिलेसम्म नि प्रावधान सायद दिएको छैन। प्रावधान तपाईँको भने नि सर्वोच्चले जति दिनुपर्ने थियो है त्यो सबै आइसक्यो। कार्यान्वयन पक्ष नै फितल हो होइन, सरकारको जुन कार्यान्वयन पक्ष छ अहिले तपाईँको सेम सेक्स म्यारिजको पनि महिला तथा बालबालिकामा गएर बसिरहेको छ होइन। अब योहरू रहेछ यसलाई चाहिँ अहिले तपाईँलाई केही ठाउँमा सेम सेक्स म्यारिजलाई मान्यता दिएको छ। तपाईँलाई मणिलाजीको अहिले ये दब्ताको आइरहेछ, बारम्बार आउँछ होइन, विभिन्न ठाउँमा चाहिँ दिइरहेको छन्। तर कोशी प्रदेशमा चाहिँ अलिकति समस्या छ, किनभनेदेखि खुलेर जाने साथीहरू पनि त्यति नहुन सकेको छ, सुन्नु भएको छैन, किनभनेदेखि अझै पनि समाजमा चेन्ज आइसकेको छैन, त्यसको प्रोसेस चाहिँ भइरहेको छ। हाम्रो एलजिबिटिक्यू कम्युनिटीमा बसेपछि एउटा भनौँ न फेस्टिभल टाइपको एउटा मनाइन्छ प्राइड मन्थ। प्राइड मन्थ एक्ज्याक्टली के हो त, यसको हिस्ट्री खेलाउँदाखेरि यसलाई हामी कुन रूपमा लिन्छौँ लिँदाखेरि? प्राइड मन्थ भनेको चाहिँ अब रमाइलो चाहिँ भन्छ होइन, तर पनि अब कुनै एउटा देशमा हाम्रो यो एलजिबिटिआई समुदायलाई चाहिँ 22 चाहिँ यहाँ चाहिँ अलिकति चन्द भएको होइन, त्यहाँ चाहिँ त्यो कारणले गर्दाखेरि चाहिँ त्यो छेउछुमलाई चाहिँ अब एकदम इम्पोर्टेन्ट हामीसँग रहेको छ। र त्यो बेलामा चाहिँ लुकेर बसेको साथीहरू जो लुकेर बसेको हुन्छ त्यस्तो साथीहरूलाई पनि चाहिँ मिडियामा त्यो समावेश गर्न सक्नुहुन्छ त्यो मैलीमा। र त्यसमा चाहिँ एलजिबिटिआई मात्र होइन, हामीसँग जोडिएका विभिन्न जनसमुदायहरू, त्यसै गरी हाम्रो टिनेजर किशोरहरूले पनि यसलाई चाहिँ एकदमै प्राइड मन्थलाई चाहिँ महत्त्वपूर्ण गरेको छ। र हामीले मोडलमा पनि हामी प्राइड लगाएका छौँ र हामीलाई चाहिँ नगरपालिकाको फ्रन्ट नगरपालिका त्यसै गरी बेलबारी नगरपालिकाले पनि फ्रन्ट बेलबार प्राइड मन्थको लागि मोरङ जिल्लाको लागि यसलाई चाहिँ स्पेसली धेरै छ। र यो चाहिँ इन्टरनेसनल गेमलाई पनि हामीले नेपाल विश्वले मानिरहेको कुरा नेपालले पनि जस्तो मेरो आफ्नो कुरा गर्नु पर्दाखेरि ब्याक इन 2010 नेपाली वर्ष 2067 साल जब म एमए इन इङ्ग्लिस गर्दै थिएँ, त्यति बेला हामीले एउटा एमए सेकेन्ड इयर पढ्दाखेरि एउटा सानो बुकमा एउटा सानो च्याप्टर पढ्नु पर्थ्यो एलजिबिटिक्यू लिटरेचर भनेर।
है एलजीबीटीक्यू लिटरेचर भनेर एउटा पढ्नुपर्छ टपिक मात्र चाहिँ त्यसमा अब खासै यही च्याप्टर भन्ने थिएन त्यो सम्बन्धी एउटा सानो जानकारी मात्र थियो होइन यो यस्तो यस्तो भनेर सो त्यो विषय पुऱ्याउँदाखेरि मलाई अझै पनि सरले भनेको याद छ उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि हाम्रो अनिल चौधरी सर भन्नुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो के भन्दाखेरि सिम्पली वेदर द्याट इज लेजबियन अर गे होइन द्याट सिम्पली मिन्स दे आर ट्राप्ड इन द रङ बडी होइन सो यो भनाइले कतिको सार्थकता पाउँछ यो एलजीबीटीक्यू समुदायमा यस्तो हो अब यो सम्बन्धी नै एउटा कुरा भन्नु ब्लू सोसाइटी पछिको हरेक स्थितिहरू आयो जोसँग सम्बन्धित छ उहाँहरूलाई यो विषयमा देखियो हुन्छ अहिले पनि कति पाठ्यक्रमहरूमा राखिएको छ नि त होइन एलजिबिटीआईको कुराहरू होइन सम्बन्धी त्यसो कुराहरू लागेको छ छ साथतिर आएको छ अब टिचरहरूलाई कतिलाई थाहै छैन त्यो विषयवस्तु भनिसकेपछि तपाईँले यसरी बुझ्नुहोस् त्यो समय त्यो अवधिमा त्यो दुई चाँडै के बुझेको थियो त्यो पाठ्यक्रमलाई अनि मैले परिभाषा पनि दिएँ एलजिबिटीआई के हो भनेपछि तपाईँले छर्लङ्गै थाहा हुनुभयो भनेपछि यो क्रमहरू चाहिँ कस्तो भन्दाखेरि अहिले पनि तपाईँलाई मैले भने नि एफएसयुले विभिन्न स्कुल विभिन्न कलेजहरूसँग चाहिँ समन्वय गरेर एलजिबिटीआईको यो जुन चाहिँ जेनरल सेक्सन सेक्सुअलिटीको सेसनहरू चाहिँ चलाइरहनु भएको छ भने हामीले पनि चलाइरहेको छ किनभने कतिलाई थाहा छैन टिचरहरूलाई पनि थाहा छैन अहिले नेपालकै उसमा तपाईँले हेर्नुभयो होला होइन अस्ति भर्खरै यो पुरुष पुरुष विवाह गर्ने यो के भनेर एउटा मिडियामा एकदमै यो उसको आएको थियो अमेरिका र नेपालको बिच बिहा भएको थियो त्यो हुँदाखेरि आएको होइन अनि त्यसको फन्ड चाहिँ सरकारले खाएछ यो गरेछ भनेर आइरहेको थियो नि त होइन अब उहाँले कुन नेचरले भन्नु पर्यो कुन तरिकाले भन्नु अझै पनि पढेर पनि एकदम देखेर पनि अनदेखा गरिरहनु भएको छ बुझेन भने सबैले गर्नु सक्नु पर्थ्यो होइन अब दुर्गा प्रसादजीले पनि त्यहाँ कस्तो होइन त्यो कुराहरू ल्याउनु भएको छ उहाँले कुन तरिकाले बोल्नु भयो कि त्यही एउटा कुरा के हो भन्दाखेरि बुझेर गर्नु र नबुझेर गर्नु फरक पर्छ है अब त अहिले हामीले ओरिएन्टेसन हुँदा हरेक स्कुल कलेजलाई हामीले दिइरहेका छौँ र अझै पनि हाम्रो परिवर्तन सँगै दिँदै जानेछ अहिले चाहिँ हाम्रो फन्ड ग्यापले गर्दाखेरि मात्र हो अब हामीले चाहिँ सरकारसँग पनि हामी थप्न जान्छौँ अब हामी तिन तब सरकार प्रदेशमा गएर चाहिँ अब कसरी यसलाई चाहिँ व्यवस्था गरिन्छ जबसम्म अर्गनाइजेसनलाई हामीले बचाउँछौँ र त्यसपछि हाम्रो सोसाइटीलाई जुन तरिकाले उहाँले हेरिरहनु भएको छ होइन अहिले जुन त्यस्तो लिङ्गहरूलाई चाहिँ अब प्राकृतिक अथवा उहाँ चाहिँ यो समय गरिरहेछ भनेर उहाँले जुन तरिकाले छ भोलि गएर एक एकवटा टिप्पणहरूले सुरुबाट आयो भने चाहिँ सजिलो छ र यसलाई बचाउनुको लागि चाहिँ एकलाई हामी चाहिँ फन्ड रिलिजको लागि छ एलजीबीटीक्यू कम्युनिटीभित्र समानताको चाहिँ एउटा दृष्टि कस्तो छ यो सिनारियो कस्तो छ बाहिर त ठिक छ एक प्रकारको असमान व्यवहार छ तर एलजीबीटीक्यू समुदाय आफै भित्र चाहिँ यो समानता र असमानताको स्थिति कस्तो छ यस्तो हो मिसन सबैको एउटै छ हिँड्ने बाटो मात्र अलग अलग यो 5वटा औँला त बराबरै छैन तर यो 5वटा औँलाको मिसन त एउटै हो खाने बेलामा जोडिनु पर्यो नि त होइन हो कि होइन काम गर्नु पर्दाखेरि जोडिनु पर्यो हो नि भनेपछि मान्छेको सोचमा मात्र फरक होइन त्यसले गर्दाखेरि म के भन्छु भने मान्छेको आफ्नो विचार आफ्नो धारणा व्यक्त गर्ने पाउँछ जति उहाँको क्षमता छ व्यवस्थित छ तिनीहरू मान्छेले धान्न के बोल्ने हो त्योभन्दा बढी बोल्न सक्दैन अर्को कुरा के हो भने कुनै पनि उहाँभित्र जतिसुकै एउटा कुरा के हुन्छ भने भित्र नकारात्मक सोच भए पनि व्यक्तिगत भए पनि तर बाहिर देखाउँदाखेरि उहाँहरू एकजुट अहिले तपाईँलाई थाहा छ कि छैन ब्लू डायमन्ड सोसाइटी भन्दा बित्तिकै एकदम ठुलो ब्रान्चमा हेर्छ नेपालमा भनेको हरेक उसमा चाहिँ ब्रान्चहरू छ होइन एउटा ठुलो ब्रान्च छ नि त केही पर्यो भने ब्लू डायमन्डले केही ब्लू डायमन्डमा अथवा कुनै पनि सिक्न केही भयो अहिले हेर्नुहोस् त तपाईँको एसआइडी फन्ड यो जुन बेकार बन्द भयो होइन
अब यति धेरै ब्रान्चहरू बन्द भएको है तर के गर्यो भन्दाखेरि ब्लु डायमन्ड सोसाइटीले के गर्यो त्यसलाई आरएसएम धेरै गर्न नसक्यो थोरै थोरै गरे त दुईटा स्टार्टअप रूपमा आएछ होइन अब मलाई म आफै फोकल पर्सन भएर गरेको रूपमा होइन फोकल पर्सन रूपमा काम गरेँ दुईजनालाई चाहिँ अब हामीले चाहिँ जति पनि एचआइडिसी बनिनु भएको साथीहरूलाई ट्रिटमेन्टमा ल्याउनुको लागि अनि सिन्डिकेटमा ल्याउनुको लागि कार्य गरिरहेछ भने चाहिँ हाम्रो एकता हमेसा रहन्छ ठिकै छ ल अब हामी कार्यक्रमको अन्तिमतिर पनि आइसकेका छौँ होइन यो जाँदा जाँदै तपाईँको एज अ होल सबैलाई एउटा मेसेज के हुन्छ त अब मेरो सबैभन्दा पहिला त आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न दिउँ किन भन्दाखेरि हामी सबै मानव हौँ होइन यो महिला यो पुरुष यो दलित यो जात धर्म लिङ्ग भनेको हामीले बनाएको होइन हाम्रो पुर्खाले बनाएको कुरा हो सबैभन्दा पहिला त आफू पनि बाँच र अरूलाई पनि बाँच्न दिउँ भन्न चाहन्छु समाजलाई होइन समाजभित्र चाहिँ अब एउटा के हुन्छ भने त्यस लिङ्गीको अन्त्य गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले तपाईँको आफैलाई अन्त्य गर्नुहुन्छ किनभने जबसम्म उहाँहरूको सेक्सुअल बिहेभियर सेक्सुअल कन्ट्याक्ट रहिरहन्छ त्यस लिङ्गीको जन्म भइरहन्छ भनेपछि हामीलाई अन्त्य गर्नु भनेको सेक्सुअल एक्टिभिटी चाहिँ अन्त्य गर्नु हो त्यसले गर्दाखेरि चाहिँ आफूलाई अन्त्य गर्न चाहनुहुन्छ उहाँहरूको जिम्मेवारी होइन होइन हामी यो पनि चाहिन्छ घाँस घाँस कपास सेक्सुअल चाहिन्छ भने आफू पनि बाँच र अरूलाई पनि बाँच्न दियो होइन म चाहिँ अनि अरूको भावनालाई पनि बुझ्ने गर्नुहोस् गर्नुहोस् होइन र मान्छेलाई बाहिरी आवरण हेरेर मूल्याङ्कन नगरिदिनुहोस् भित्र आत्मालाई हेरेर मूल्याङ्कन गर्नुपर्नुहोस् बाहिरैमा छिर्न सक्ने होइन उहाँहरूले चाहिँ किनभने जुन तरिकाले समलिङ्गी तेस्रो लिनेहरूलाई सडकमा निस्केको देख्ने भएको छ होइन मागेको देख्नु भएको छ विभिन्न तरिकाले विभिन्न वेहरूमा गइरहेको देख्नु भएको छ भने उहाँहरू जानुको रिजन चाहिँ त्यो पत्ता लगाउनुहोस् पहिला अनि पत्ता लगाएर मात्रै डिसिजन गर्नुलाई भन्न म चाहन्छु जसरी छोरा र छोरीलाई अटाउन सक्नु भएको छ होइन रोजगार दिन सक्नु भएको छ भने समलिङ्गी तेस्रो लिङ्गीलाई पनि दिनुहोस् म चाहिँ त्यही नै आग्रह गर्छु सबै कतिले यो आज न्युज हेरिरहेको छ जनसमुदाय अथवा मेरो समुदायलाई पनि मैले यही सिक्दैछु हस् ल धेरै धेरै धन्यवाद मुस्कानजी आजको यो एउटा पोडकास्ट निकै फलदायी भयो एलजिबिटिक्यू समुदायको बारेमा हाम्रो एज अ होल यो समुदायमा रहेको अरू मान्छेको बारेमा होइन कस्तो खाले दृष्टिकोण छ तपाईँहरू सम्बन्धी के छ आज जम्मै कुरा थाहा भयो होइन अब भविष्यमा पनि यस्तो खाले भेटघाट भइरहेको छ भने म यहाँसम्म अनुरोध गर्न चाहन्छु थ्याङ्क यू ल